गुड मर्निङ। आज शनिबार अनि आज हामी बिहेमा पनि जानुपर्ने छ। हजुर के भयो? कपाल स्ट्रेट गरेको भन्नुहुन्छ? गरेको भन्दै नि त। अनि आज चाहिँ हामी बिहेमा जाने अनि अब त्यस्तै हो, घर सफा गरेको देखाउँछु अनि बिहेमा गएको ओरेको रेडी भएको त्यस्तै देखाउँछु आज।
उपल्लो श्रेणीको कानुन संविधान भएकोले त्यो मूल कानुन हो। संविधान पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य भएकोले यो मूल कानुन हो। संविधानसँग बाँधिएका कानुनहरू बाँधिएको हकसम्म अमान्य वा बदरभागी हुने भएकाले यो मूल कानुन हो। राज्य सञ्चालनको खाका भाका नीति थिति रीति विधि पद्धति र प्रणाली संविधानले नै मार्गदर्शन गर्ने अथवा दिशा निर्देशन गर्ने भएकोले यो मूल कानुन हो। के भयो? के नाटक भयो? मैले भनेको कुरा नाटक भयो? रिस कोही रिस भनेको पढ्न मन लाग्दैन भने नआउने, पढ्न मन लाग्दैन भने नआउने। तपाईँ जस्तो मान्छे आवश्यक छैन। संविधान मूल कानुन के हो भनेर सोधेपछि यसको आन्सर भन्नु परेन? पढ्न मन लाग्दैन भने नआउने। तपाईलाई तपाईँ जस्तोलाई पढाउनु पनि छैन है। मैले रियल भनिरहेको यो राज्य सञ्चालनको सर्वोच्च मूल कानुन भएकोले यसलाई मूल कानुन भनिएको। यो बाँझिएको हदसम्म संविधानसँग बाँझिएका हदसम्म अन्य कानुनहरू अमान्य हुने भएकोले यो मूल कानुन होइन। त्यसै गरेर कानुनको श्रेणीबद्धतामा कानुनको पदसोपानमा सबैभन्दा उपल्लो दर्जामा संविधान रहने भएकोले यसलाई चाहिँ मूल कानुन भनिएको। यसले राज्य सञ्चालनको खाका भाका रीति थिति नीति विधि पद्धति र प्रणालीलाई मार्गदर्शन गर्ने दिशा निर्देशन गर्ने भएकोले मूल कानुन भनिएको। प्रत्येक व्यक्तिले संविधान पालन गर्नुपर्ने भएकोले संविधान पालन गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुने भएकोले मूल कानुन भनिएको। संविधान शासक र शासित बीचको सम्बन्धको अनुबन्ध अनि यसले न्याय समानता स्वतन्त्रतालाई पक्षपोषण गर्ने भएकाले एवं जनताका हक अधिकारहरू मौलिक हकको रूपमा संविधानमा लिपिबद्ध हुने भएकाले यसलाई मूल कानुन भनिएको है। स्पष्ट कुरा। क्वेसन सोधेपछि एन्सर भन्नु पर्यो। 20 चोटि सोध्नुको मूल कानुन संविधानले किन मूल कानुन भनेको भन्नु भन्दाखेरि एकजना रिस्की केजी नाटक हेर्न आउने, नाटक हेर्न थिएटरमा जाने है त। ल अब हामी अगाडि बढौँ। नागरिकले अनिवार्य पालन गर्नुपर्ने दायित्व नागरिक कर्तव्य हो हैन। र अर्को खतरा कुरा के भने नागरिकले निशर्त पालन गर्नुपर्ने दायित्व। छालाको मुद्रा चलाउने चाहिँ काल भैरवलाई हँसाउने, त्यस पछाडिबाट चाहिँ अर्को हावामा उड्ने माछा यति जानेपछि त बवाल भइन्छ भनिन्छ। लेख्न त 2 लाइन आउँदैन नि फेरि। सत्य कुरा भनेको ल है। राज्यले नागरिकको पहिचान खुल्ने प्रमाणपत्र प्रदान गरी नागरिकको रूपमा वैधानिकीकरण गरेको वा गर्न योग्य व्यक्तिलाई नागरिक भन्छ। तपाईले नागरिकको रूपमा वैधानिकीकरण भयो भने पनि तपाईँ नागरिक हुनुभयो। भएको छैन तर तपाईँ हुन योग्य हुनुहुन्छ भने नागरिक। मानौ तपाईँ भोलि कतिजनाले के
जमिनमा तैरिने पानीमा तैरिने, जमिनमा हिँड्ने र हावामा उड्ने माछा छ एउटा। जमिनमा हिँड्ने, हावा पानीमा पौडिने र हावामा उड्ने माछा हो नागरिक बनिन्छ। अब यसलाई चाहिँ के हुन्छ, यो नागरिकलाई मुलुकको मूल कानुन संविधानले नै राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक लगायतका अधिकारहरू सुनिश्चित गरेको हुन्छ। अब अर्को म बरु थोरै पढाउँछु, तपाईँहरू अरू आफै नोटसोट पढ्नु, तर तपाईँलाई मैले स्टार्टिङ तपाईँलाई इन्डिङ चाहिने कुरा पढाउँछु है। चाहिँ धान सुकाउन लागेको, अब धान सुकाउने। खाना खाइसक्नु भएको? म चाहिँ यस्तो भइसकेँ, अहिले झर्डाहरूलाई हेर्दाको बिहेमा जान हामी चाहिँ रेडी भइसक्यौँ। यहाँ चाहिँ केटाकेटी छन्, केटाकेटीलाई पनि लिएर जाने होइन, अटोमा जाने, सिटीमा जाने। बाइकमा अटिँदैन, यत्रोजना छौँ अनि यहाँ चाहिँ हाम्रो किन लुकेको म क्याप्चर गरिहाल्छु। अनि तिमी मेरो बुझ्ने होइन हो कि होइन? अनि हो भनेपछि अनि किन भिडियोमा आउँदिन किन? लाग्छ हामी चाहिँ यति राम्री भइसक्यौँ। यहाँ हाम्रो बुइनी हुनुहुन्छ, लजाउने होइन। यहाँ तिम्रो नाम के हो भनिदेऊ? अंकिता दाल। राम्री हुन्छ त्यही भएर लजाउनुहुन्छ। हजुर हेलो, बिहेमा गएको, बिहेमा जाने तर्खर। हाम्रो गाउँ साडी उडाएर आएर पुलाउ ल्याइदिउँ। पुलाउ खाने आकृत आऊ म दिन्छ बिहेको खाना। केटाकेटी चाहिँ यहाँ पर छन्।
हेलो एभ्रिवान, हामी चाहिँ बिहेमा आइसकेको थियौँ। मैले भोज खाएर फोटो खिच्न आएको। चर्च छ केटाकेटीको चाहिँ फोटो खिच्नु। लु अब आऊ, लु जाम टक टक। लु अङ्किता रेडी हिँड नलजाउ न बाबा, नलजाउ। क्यामेराम्यान ब्यागको रजाइ छ मेरो यहाँ। हामी चाहिँ घर आइपुग्यौँ अनि केटाकेटी चाहिँ यहाँ छन्। केटाकेटी चाहिँ यहाँको बाइक खोक्न थालिरहेछ। बेकारमा गए जस्तो भइसक्यो बिहेमा पनि। ग्रेस गुड नाइट भन्दा भन। आज के गर्यो बिहेमा भन्दा त ग्रेस, सुनाइदेऊ त। ग्रेस फोन बन्द गरेर सुनाइदेऊ त ल। कस्तो चेप्पाते भयो? बेहुला बेहुली थिएन फेरि मजाले बोल्ने। अनि के खायो भनिदेऊ। अनि अरू छिटो भन। अनि हामी कहाँ गयौँ फोटो खिच्न। बाई बाई। बाई बाई, गुड नाइट।